हजुरले जिममा गएर आफ्नो बडीलाई त ट्रेन गर्नुहुन्छ, तर आफ्नो मुटुको बारेमा कहिले सोच्नु भएको हुन्छ? हजुर जिम जानुहुन्छ भने हजुरले 10,000 स्टेप्स त डेली कम्प्लिट गर्नुहुन्छ होला, अथवा यसको बारेमा सुन्नु भएको छ होला। अहिले यो यति पपुलर छ कि मान्छेले पहिला ट्रेडमिलमा 10-15 मिनट रनिङ गर्थे, त्यो पनि बिर्सिसके, जस्ट गएर 30 मिनट हिँडी मात्र रहेको हुन्छन्। र म आज हजुरलाई यही इन्टेन्स ट्रेनिङ जुन हजुरले पहिला गर्नुहुन्थ्यो त्यसको के फाइदा छ भनेर भन्न गइरहेको छु। सो फर्स्ट अफ अल यसले हजुरको ट्रेनिङमा मात्र नभएर आफ्टर ट्रेनिङ पनि क्यालोरिज बर्न गर्न हेल्प गरिरहन्छ। हजुरले इन्टेन्स ट्रेनिङ गर्दाखेरि हजुरले चाहिने भन्दा धेरै एनर्जी युज गर्नुभएको हुन्छ, हजुरको बडीले धेरै अक्सिजन युज गरिरहेको हुन्छ, हजुरको मसल्सहरू ड्यामेज भएको हुन्छ, हजुरको हार्ट रेट एलिभेट भएको हुन्छ, र यो सबै कुराहरूलाई नर्मल स्टेजमा ल्याउनको लागि बडीले धेरै एनर्जी युज गर्नुपर्छ र त्यतिखेर धेरै एनर्जी खर्च हुन्छ, जसले चाहिँ सिधै हजुरको फ्याट लस गर्नेलाई हेल्प गर्छ। र यसको एउटा अर्को सबैभन्दा इम्पोर्टेन्ट बेनिफिट भनेको आफ्नो मुटुको बारेमा कहिले सोच्नु भएको हुन्छ? यो चाहिँ हाम्रो बडीको वान अफ दि इम्पोर्टेन्ट अर्गन हो र यसलाई ट्रेनिङ गर्नको लागि हामीले केही पनि सोच्दैनौँ। र यसलाई स्वस्थ राख्नुको लागि हजुरले हाई इन्टेन्सिटी ट्रेनिङ गर्नै पर्छ, हजुरले आफ्नो हार्ट रेट एलिभेट हुने एक्सर्साइज गर्नै पर्छ। आफ्नो नर्मल ट्रेनिङमा पनि हजुरले सुपर सेटहरू, कम्पाउन्ड सेटहरू एड गरेर आफ्नो हार्ट रेटलाई एलिभेट गर्न सक्नुहुन्छ।